ओखलढुङ्गा जिल्लाको धार्मिक आस्था र सांस्कृतिक सम्पदा प्राकृतिक सौन्दर्यको अद्भुत सङ्गम रहेको चम्पादेवी मन्दिर ओखलढुङ्गा जिल्लाको प्रमुख र ऐतिहासिक धरोहर हो। यो मन्दिर ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वार्ड नम्बर 9 मा अवस्थित छ। स्थानीयले गर्वका साथ भन्छन्, हाम्रो गाउँको नाम नै चम्पादेवी मन्दिरबाटै राखिएको छ। धार्मिक दृष्टिले अत्यन्त प्रसिद्ध यस मन्दिरमा एउटा अनौठो विश्वास छ। जति भक्तजन बढ्छन् त्यति नै यहाँको झरनामा पानी बढ्छ। यो विश्वासले भक्तजनहरूमा देवीप्रति अझ गहिरो आस्था जनाएको छ। यहाँ वर्षभरि भक्तजनहरूको भिड लागिरहन्छ। तर विशेष गरी हरिबोधनी एकादशीका दिन मन्दिरमा असाध्यै ठुलो मेला लाग्छ। त्यो दिन बिहानदेखि नै चोकचोकमा बाटाघाटामा भक्तजनहरूको भिड हुन्छ। कोही हातमा फूल र कोही धूप बोकेका हुन्छन्, कोही दुध दही अक्षता र घन्टी बोकेका हुन्छन्। हरेकको मनमा एउटै भावना, देवी चम्पादेवीको दर्शनले जीवनमा सुख, सन्तान र समृद्धि ल्याओस्। बच्चा नहुनेहरूले दम्पतिहरूले रित्तो काँक्रो लिएर देवीसँग सन्तान माग्ने परम्परा छ। धेरैका अनुसार देवीले आशीर्वाद दिँदा सन्तान प्राप्त हुन्छ भन्ने जनविश्वास छ। किसानहरूले दाम्लो बोकेर पशुधन बढोस् भनेर मन्दिर पुग्ने गर्दछन् र फर्किँदा मन्दिरदेखि नै गाईबस्तु डाक्दै दाम्लो घिसार्दै घर फर्किन्छन्। धन ऐसे र स्वास्थ्यको कामनामा भक्तजनहरूले फूल अक्षता, दुध दही, त्रिशूल, सुन चाँदी, गरगहना चढाउँछन्। त्यसैगरी छाला सम्बन्धी रोग निको हुने विश्वासमा मन्दिरको झरनामा स्नान गर्ने परम्परा पनि अत्यन्त लोकप्रिय छ। मन्दिर वरिपरि हरियाली जङ्गल, चिसो हावा र झरनाको आवाजले भक्तजनहरूमा शान्तिको अनुभूति गराउँछ। चम्पादेवी मन्दिरलाई झाँक्री बिदा सिक्ने प्रमुख थलोको रूपमा पनि चिनिन्छ। हरेक वर्ष हरिबोधनी एकादशीका दिन विभिन्न क्षेत्रबाट यहाँ ढोल ढ्याङ्ग्रो बजाउँदै पुग्दछन्। तिनीहरूको विश्वास छ, चम्पादेवी आफै उत्पत्ति भएकी देवी भएकाले यहाँ दर्शन गर्दा तान्त्रिक शक्तिमा वृद्धि हुन्छ। धामी झाँक्रीहरूले मन्दिर वरिपरि नाचगान गर्छन्, मन्त्र उच्चारण गर्छन् अनि देवीको प्रसाद ग्रहण गर्छन्। कसैले झरनाको पानीमा स्नान गर्छन् त कसैले एकान्तमा ध्यानमा बस्छन्। जो कोही यो दृश्यले कोहीलाई पनि एक ठाउँमा केवल मन्दिर नभएर जीवनको आस्थाको केन्द्र जस्तो लाग्छ। परापूर्व कालमा एक गोठालो परिवार यही क्षेत्रमा गाईबस्तु चराउने गर्थे। त्यस परिवारकी छोरी थिइन्।